हेलो हेलो आज तारकेश्वर नगरपालिका काभ्रेस्थली टौखेल भन्ने ठाउँ त्यो माथि बस्तीबाट माथि पुगेर आयौँ। त्यो पिचबाट माथि माथि माथिबाट आयौँ। त्यहाँ चाहिँ गाई फर्म भन्दा नि रोडका गौरु बहरहरू रोडकालाई उठाएर त्यहाँ माथि लगाएर पालन पोषण गरेको छौँ। अनि त्यसलाई यसो आज के छ भनेर यसो त्यहाँ हेर्न गएको अवस्था हो। यस्तो छ रोडमा छाडा छोडेका राष्ट्रिय जनावर गाई बहरहरूको उद्धार उपचार सेवा सहयोगको लागि हिँडेको अवस्था हो। त्यसले माथि बस्ती हो, माथि बस्ती पुगेर आएको अवस्था हो। यस्तो छ नि भएर यिनीहरूलाई घाउ चोट रोग लागेको छ, उपचारको आवश्यकता देखिन्छ, उपचारको आवश्यकताहरू देखिन्छ भनेर भन्छ। ले कहाँ जानुभयो? घाँची लाग्यो हो। ल बिचरा नि रोडबाट खोला नालाबाट यसरी ल्याएर यहाँ अलिकति टहर भए पनि बनाएर यसो रोडमा खोलामा त्यहाँ अब विभिन्न कुराको एक्सिडेन्ट अब दुर्घटना नहोस् भनेर चाहिँ यिनीहरूलाई कुकुरहरूले नटोकोस् भनेर यो ठाउँमा ल्याएर यसो व्यवस्थापन गरेको अवस्था छ। यस्तो छन् यिनीहरूको अब के भने यिनीहरूलाई सहयोगको खाँचो छ। सहयोग गर्ने हातहरू कहीँ भेट्दैनन्, सकेको गरिरहेको छौँ संस्था हामीले। पछि यसरी खोरमा आयो। खोरको अवस्था यस्तो छ। यी बरहरू यी रोडका यी बरहरू के छ अति कस्तो उफ्रेको नि त है आयो। ओहो अहिले मलाई 3 महिनापछि चिनेर आयो के खान आज के ल्याएन है के हो सिसी ठुलो भयो त हौ। यस्तो छ अवस्था बरहरूको अवस्था यस्तो छ। बरहरूलाई पाल्नु यस्तो ठुलो भयो त यसले चाहिँ मलाई चिनिहाल्छ। यस्तो छ यस्ता बरहरूको योरी बाँधिरहेको छ। ल छैन त हौ त्यत्रो छ। के भयो ठुकेर कागले सिधै लाग्छ।